हेलो गाई के गर्दैछ होइन नेपालले आज जितिसकेको छ हाम्रो अपोनेन्टलाई कुवेतलाई र मजाले अगाडि बढेको छ र आज जापानले जुन जित्यो नि कुवेतलाई नेपाल आफै क्वालिफाई भइसकेको छ। तर एउटा इम्पोर्टेन्ट कुरा के भनेको भन्दाखेरि अब ग्रुप टीमा चाहिँ अब जापान र नेपाल चाहिँ हाम्रो ग्रुपबाट सुपर सिक्समा गइसक्यो। तर त्यो भन्दै पनि मेन कुरा भनेको चाहिँ जो चाहिँ टप ग्रुप हुन्छ नि होइन त्यसले चाहिँ 2 पोइन्ट क्यारी ओभर गर्छ। त्यही भएर हामीले नेपाललाई कुवेतले जिते मतलब हुँदैन, जापानले कुवेतलाई जिते मतलब हुँदैन। इट्स अगेन्स्ट नेपाल भर्सेस जापान। अनि त्यसमा चाहिँ जसले जित्छ होइन जान दुइटै टिम सुपर सिक्समा जान्छ है। तर 2 पोइन्ट्स जसले जित्छ नि त्यसले 2 पोइन्ट क्यारी ओभर गर्छ प्लस नेट रन रेट। त्यो मोस्ट इम्पोर्टेन्ट है यो बेलामा। किन भन्दाखेरि सुपर सिक्समा जाँदाखेरि नेपालको 2 पोइन्ट्स हुन्छ या जापानको हुन्छ। नेपालले हराउँछ होला, जापानलाई हराउनै पर्छ। 2 पोइन्ट्स हुन्छ र यदि कुनै गेम वर्षाको कारण रद्द भयो भने, पानी परेर गेम भएन भने 1 पोइन्ट हुन्छ होइन। जस्तो नेपालको 2 गेममा पानी पऱ्यो भने आइसिसीले अर्को गेम राखेको छैन यस टुर्नामेन्टमा है। त्यही भएर त्यो पानी पऱ्यो भने पनि गाह्रो हुन्छ। तर यो 2 पोइन्ट चाहिँ त्यही भएर एकदम महत्त्वपूर्ण छ। र त्यो सँगसँगै नेट रन एनआरआर पनि होइन, जो सेकेन्डमा हुन्छ अब सेकेन्डमा हुन्छ जापान या नेपाल फिक्स भइसक्यो। त्यही भएर उनीहरूले जसले गेम जित्छ राम्रो रन रेटको आधारमा गेम जित्नुपर्छ र सुपर सिक्समा त्यही अनुसारले खेल्छ। अनि त्यही अनुसारले नेपालले गेम जित्छ होइन। नेपाल त सुपर सिक्समा त स्योर जान्छ, जानुपर्ने पनि टिम हो। सुपर सिक्समा त गइसक्यो। सरी मैले भन्न खोजेको वर्ल्ड कपमा टप 3 टिम जान्छ होइन। तर यदि नेपालले गेम खेल्यो भने पो हराउँछ। नेपालको 2टा गेममा पानी पऱ्यो भने होइन एक्स्ट्रा गेमै छैन क्या, 1 पोइन्ट हुन्छ होइन, नेपाल आउट हुन्छ। जस्तै अन्डर-19 वर्ल्ड कप अगेन्स्ट द अफगानिस्तान त्यस्तै नै हुन्छ। त्यही भएर इट्स अ भेरी इम्पोर्टेन्ट म्याच। जय देश, जय नेपाल, जय रातो सुन्द्र।